साहित्यकार पारिजातद्वारा लिखित कथा संग्रह सडक र प्रतिभाको दोस्रो कथा प्रतीक। भर्खरै निलो अन्धकार टकटकिँदै भागेर गएको हुनुपर्छ। रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर तथा नङ्ग्याएर छाप्रो र धुलौटे सडकहरूलाई अहिले घामको आउन खोज्नु मात्र रङ्ग पोतिनु हो। विशेषताहीन, महत्त्वहीन। बिहानदेखि छाला सकसगाउँछ, टाउको चिलाउँछ। बिहानैदेखि असौहार्दता र असंवेदनाहरू अनुभूत हुन थाल्छन्। छेउछाउ जे छ त्यसैलाई थुकिदिन मन लाग्छ, कुल्चिदिन मन लाग्छ, गाली गर्न मन लाग्छ 10 पिँढी पल्टाएर। अझ एउटा लामो रमाइलो दिन बित्नु छ। यो त सुरुवात हो। के छ? म झस्कन्छु र एकाएक रिस उठ्छ। अब त तिमी मान्छे जस्तो पनि देखिन छोड्यौ। तीतो व्यङ्ग्यले रन्थनिएर म कराउँछु। वास्तवमा केही पनि छैन। वास्तवमा म मान्छे नै कहाँ बाँचिरहेको छु र। बेस्कन खकारेर सडकमा थुकिदिन्छु। ऊ टाढा पुग्छ। उसको साँगु र आङ देख्दा र आफ्नो बिना सित्ती तातिएको मस्तिष्क हुँदा लाग्छ यसको हत्या गरिदिउँ। कति नीच छ यो। कस्ता कस्ता नीचहरूको सङ्गत गर्छ यो। त्यसपछि हत्या र शब्दको एकसाथ अवसान भइदिन्छ। वास्तवमा केही पनि छैन। यो मैदान हो। यहाँ घाम सपाट सुत्छ र सपाट उठ्छ। आँखा अगाडि एउटा पहाड आएर उभिदिनु कविता हो यो ठाउँको। मरेको सहर, सहरको कार्टुन, भद्दा अनुरूप, विभत्स अनुरूप। अब घाम सपाट लागिसकेको छ यहाँ। जनावर जस्ता केही मान्छेहरू आफै आफ डोर्याइँदैछन् सडकमा, तथा भुसिया कुकुरका उपेक्षित बच्चाहरू जस्ता खैरा केटाकेटीहरू धुलोमा खेल्न थालिसकेका छन्। यहाँ दुई रङ्गी हवाई चप्पल लाएर उभिएको पुरा निकै भइसकेको छ। अकारण र निरुत्तर। छी, म के सोच्न पुग्छु? कारण र प्रत्युत्तर भन्ने शब्द त यहाँ आजभोलि चल्ती नै छैन। यी कोही पनि जान्दैनन्। उभिएको छु, सम्पूर्ण आयामले हेरिदिए पनि बस उभिएको छु। कोही पनि त सोध्न आउँदैन किन उभिएको भनी। यही बिन्दुमा आएपछि लाग्छ मेरा दुईवटा व्यक्तित्व छन्, एउटा नतमस्तक र एउटा निरुत्तर। फेरि खकारेर थुक्छु र सन्तोष लिन्छु। पर्खालको पनि कान हुन्छ। आजभोलि काम लाग्दो सिङ्गो व्यक्तित्वलाई यहाँ बहुला भन्छन्। टक्करको फूल, टक्करको फूल। झाडी सेप लागेर एउटा चितुवा जस्तो मान्छे आइरहेको छ। तर ऊ चितुवा कम र मान्छे बढी छ। चितुवा भएको भए स्थिति यस्तो कहाँ भइरहन्थ्यो। ऊ त मान्छे पनि भित्र छ। यसैले कि ऊ आइमाई बेच्छ नत्र चरेस बेच्छ। थुक, तस्कर आमा बेचेर खान्छ। ऊ नजिक आउँछ र मलाई हेर्दा हेर्दै ऊ अर्कोलाई देखिदिन्छ। कस्ती रहर लाग्दी छे त्यो, न्याउरी मुसा जस्तै। अब ऊ मलाई देख्दै नदेखि त्यसैको पछि लागिदिन्छ। थुक, कुकुर जस्तो मान्छे दिउँसै। अहिले छिक यसै बेला घामले तालु पोल्नु कस्तो सामयिक भइरहेको छ। यति पनि नभए के हुनु त? अब म उनीहरूलाई सँगसँगै नारिएर हिँडेको देख्छु। ठिक छ, यो हुनु अति आवश्यक छ। भनौँ भने युगको माग नै यही हो। जीवनभरि आधा आङ लाएर आधा पेट खाएर हुर्केकी ऊ विसङ्गत भइसकेकी छे समयदेखि। ज्याला नपाएको झोकमा उसको श्रमजीवी लोग्नेले उसलाई छाप्रोभित्र भकन्डो खेलिदिन्छ। माया गर्छ अनि त्यसपछि बलात्कार। ऊ त स्वास्नी मान्छे। कसरी उसलाई यो उतार चढाव ग्रहणशील हुन सक्छ? भोको पेट, जिउ दुखेको बेला एउटा सास गन्धाउने लोग्ने मान्छेसँग मन नपरेर मायाको ढोङ रचिदिनु। जान्दछे ऊ कि यहाँ असङ्गतिहरू छन्, थुप्रै छन्, भन्नु पो सक्दिन। ठिक छ, उसलाई उसको लोग्ने अथवा त्यो तस्कर अथवा कुनै पनि लोग्ने मान्छे, अब के फरक छ र? कोही पनि उसको निम्ति हिरो। थुक्क, समाजको यही पक्षलाई उघारेर हेर्न पनि निषेध। आहा, यो माटो पनि सुहाउँदछ। भन्नै पर्छ नडर्काएका कुराहरू। घाम, घाम हो कि शासन? बुट पालिस गर्ने ठिटा भरोसा लिएर मेरो खुट्टातिर हेर्छ र अनायास तिरस्कार गरिदिन्छ। मानौ भनिरहेको, छी तिमी त लाठे मान्छे हौ, खै एक जोडी जुत्ता किन्न सकेको। ऊ के बुझ्छ जुत्ता किन्नु मेरो अधिकारको कुरा हो कि होइन? किन्तु त्यो त बाह्य तत्त्व हो र भोग्नु सायद आत्मगत। थुक्क, धुलो उड्नुको पनि सीमा हुन्छ। कस्तरी कैदी बनाइदिएको छ यो परिवेशले मेरो उपस्थितिलाई। यस्तो लाग्छ बल्ल मलाई आत्मबोध हुन थालिरहेको छ। एकदम सतही। यहाँको धुलो एउटा पुग्नु, एउटा टक्करको फूल झर्नु र मेरो आत्मबोध हुनु एउटै कुरा हो। कसले के लछारेको बाहिरबाट थोपर्न खोजेको छ संवेदनशीलताहरू। दिन फराकिँदै गइरहेको छ।
म क्रमशः साङ्ग्रिँदैछु आङतिरबाट र कसिँदैछु नसाहरूबाट। आफूलाई प्रत्यक्ष छ यो टाइट अनुभव के लाग्छ र? एक जमात भतुवा कुकुरहरू अर्थहीन भुक्दै मेरो छेउबाट जान्छन्। चित्त बुझ्दैन, यसैले कि यिनीहरू जसले यिनीहरूलाई भुक भनी खटाएका छन् को आदेशभन्दा बढी मात्रामा भुकिदिन्छन् र आजभोलि मान्छेहरू पनि यिनीहरूकै नक्कल गर्न थालेका छन्। थुक्क, विष खुवाउँदै पटापट मारिदिनु। हामीलाई कुकुरको आवश्यकता छ? निस्सन्देह छैन।